हुए जसको हत्या भयो। तिनको नाम सुमित कुमार मण्डल। यो घटना चाहिँ धनुषा औरै गाउँपालिका वार्ड नम्बर 6 चक्करदेखि सोनिगामा जाने भित्री सडक खण्डमा सडकदेखि 300 मिटर पूर्वको मसुरो छरेको खेतमा मसुरी खेतमा भएको हिजो 1600 बजे 14 गते हामीलाई जानकारी प्राप्त भयो। तत्पश्चात त्यहाँ बुझ्दै जाँदाखेरि मृतक चाहिँ हंसपुर नगरपालिका वडा नम्बर 9 रुदौल बस्ने गङ्गाराम मण्डलको छोरा वर्ष 18-19 को सुमित कुमार मण्डल हो भन्ने त्यहाँ खुल्यो। र तत्पश्चात यो घटनाको कारण बुझ्दै जाँदाखेरि एकजना काजल कुमारी भन्ने र मृतकको बिचमा प्रेम सम्बन्ध रहेको भन्ने कुरा पनि खुल्यो। तत्पश्चात हामीले अनुसन्धान गर्दै जाँदा मृतक सुमित मण्डलको प्रेम सम्बन्ध भएको निजको प्रेमिका जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नम्बर 6 बस्ने सुर्जा मण्डलको छोरी वर्ष 17 काजल कुमारी मण्डल पक्राउ पर्यो। र सोही सन्दर्भमा सुर्जा मण्डलको छोरा यो चाहिँ काजलको आफ्नै दाइ हो के 20 वर्षको दिपेश कुमार मण्डल र दिपेश कुमार मण्डलको सहोदर काका आफ्नै काका बिन्देश्वर मण्डलको छोरा वर्ष 29 को परमेश्वर मण्डल। यो तीनजना चाहिँ घटनामा संलग्न भएको देखिन्छ। अब यसमा चाहिँ 108 प 1484 नम्बरको मोटरसाइकल मृतकले चढेर गएको थियो र यो जो शङ्कित छन् पक्राउ परेका यिनीहरूकै घर कम्पाउन्डमा पार्किङ गरेर राखेको अवस्थामा यिनीहरूले के अरे सुमित मण्डलको हत्या गरिसकेपछि यो मोटरसाइकललाई लिएर धनौजी विद्या नगरपालिका 1 वडा नम्बर 1 अन्तर्गत एउटा कुनै चिनेको साथीको घरमा लुकाएर राखेको अवस्थामा यो मोटरसाइकल पनि हामीले बरामद गर्न सफल पाएको छौँ। र यो धारिलो हतियार खुकुरी दाउ पनि भन्छ यसलाई, यो हतियार घटनामा प्रयोग भएको छ र यो हतियारमा केही घटनामा संलग्न घटना के अरे अनुसन्धानको लागि चाहिने केही प्रमाणहरू पनि यसमा फेला परेको अवस्था छ। तत्पश्चात यो जुन मृतक छ सुमित कुमार मण्डललाई केटीको घरबाट बोकेर यही मोटरसाइकलमा लगेर हत्या गरिएको थियो जुन कुरा अनुसन्धानबाट खुल्न आएको छ। र यो एउटा डोरी र गम्छा पुरानो गम्छा यो घरमा थियो, यसले जुत्ता सुत्ता पुस्ने गर्थ्यो भन्ने कुरा खुल्नमा आएको छ। र यो डोरी चाहिँ निजहरूकै घरमा यो भैँसी बाँध्ने डोरी हो। यो केटा र केटालाई विशेष गरी केटीको घरमा भेटिसकेपछि यो दुईजना मिलेर के अरे दिपेश मण्डल र परमेश्वर मण्डल दुवैजना मिलेर यो डोरीले पुरै हात पछाडि बाँधेर अनि यिनीहरूले आफ्नै मोटरसाइकलमा हालेर घरदेखि करिब 1.5 किलोमिटर टाढा